सक्नुहुन्छ साँचो बोलेर ल्याउनुहोस्, सक्नुहुन्न झुट नबोलिदिनुहोस्। जे कामको लागि हो, जति स्यालेरी हो, जुन ठाउँको लागि हो त्यही ठाउँ भनेर त्यही बोलेर साँचो बोलेर लिएर आइदिनुहोस्। म फेरि पनि पुरानै प्रसङ्गमा आएँ, किनकि मेरो भिडियो कति व्यक्तिहरूको माझ पुगेको छ, कति व्यक्तिहरूको माझ पुगेको छैन त्यो चाहिँ मलाई थाहा छैन। यदि पीडकहरू माझ यो भिडियो पुग्छ भने, उनीहरूलाई राहत मिल्छ भने म यही भिडियो हालिराख्न पनि तयार छु। के छ भन्दा मलदेशमा त्यही भनि नै हालेँ, एउटा कुरा भनेर ल्याइन्छ, अर्को कुरा गराइन्छ। एउटा काम भनेर ल्याइन्छ, अर्को काममा लगाइन्छ। एउटा स्यालेरी भनेर ल्याइन्छ, अर्को स्यालेरी पाउँछ। डलर भनेर ल्याउँछ, एमबिआर पाउँछ। त्यो केस चाहिँ एकदम धेरै नै छ यहाँ। त्यही भएर कस्तो मान्छेको थ्रो आउँदैछु, कस्तो एजेन्टको थ्रो आउँदैछु त्यो चाहिँ एकदम ख्याल गरेर आइदिनु होला। कस्तो मान्छेलाई डकुमेन्टेसन दिएको छु त्यो चाहिँ एकदम बुझ्नु होला, किनकि यहाँ ठगी गर्ने मान्छेको मात्रा एकदमै बढ्दो छ। यहाँ के हुन्छ भन्दाखेरि इन्टरभ्यू, मेन भनेको इन्टरभ्यू दिन डराउनुहुन्छ धेरैजना। अनि अर्को कुरा, इन्टरभ्यू दिइसके पनि इन्टरभ्यूमा सोधिँदैन मेरो स्यालेरी कति हुन्छ, केमा दिइन्छ, डलरमा दिन्छ कि एमबिआरमा दिन्छ, अनि मेरो काम के हो, म कुन आइल्यान्डमा आउँदैछु, यो इन्टरभ्यूमा आफूले पनि सोधिँदैन। यो आफ्नो पनि गल्ती हो। एजेन्टले भनेकै माध्यमले, एजेन्टले भनेकै थ्रो त्यसैलाई विश्वास गरेर चाहिँ प्लिज नआइदिउँ, यहाँ भने जस्तो छैन। कतिलाई राम्रो होला, कतिलाई नराम्रो परेछ। राम्रो पर्नेको मात्रा पनि धेरै छ होइन, नराम्रो पर्नेको पनि धेरै छ। त्यही भएर राम्रो पर्नेलाई ठिकै छ, राम्रो परिराखोस्, राम्रै भइराखोस्, दुःख नपाएको एकदम राम्रो हो। यदि दुःख पाउनु भएको माझ यो भिडियो पुगेको छ भने, यदि तपाईहरूलाई केही गुनासो छ भने इनबक्स गर्न सक्नुहुन्छ, होइन भने सिधै अफिसमा भिजिट गरेर नेपाल हेल्पलाइनमा आफ्नो गुनासो राख्न पनि सक्नुहुन्छ।